हेलो गुड मर्निङ साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। साथीहरू म चाहिँ आज वेलफेयर जान लागेको है। आज चाहिँ बिहान बिहानै आज रेडी भइरहेको छु वेलफेयर जानको लागि। आज वेलफेयर छ नि त, हेर्नु न बिहानको कति 7:15 भइसक्यो। यहाँ यति छिटो वेलफेयर बुलाएर हेर्नु न। अहिले चाहिँ म रेडी भइसकेँ है। अब चाहिँ म वेलफेयर जान लागेको। फेरि वहाँ गएर के हुन्छ म देखाउँछु नि तपाईहरुलाई। ल यही हो साथीहरू, आज चाहिँ मैले यो लगाएछु। साथीहरू म चाहिँ निस्किसकेँ है। यहाँको मेरो साथी पनि यहाँ निस्किराखेको छ। तारुस, हेलो तारुस, गुड मर्निङ। भाग्यमानी हुनु। हेलो प्रिया, भाग्यमानी हुनु बाबु, गुड मर्निङ। चलो हामी चाहिँ अहिले रेडी भइसक्यौँ जानुको लागि वेलफेयर। तारुस त्योहरू यहाँ चाहिँ सकियो। अब हामी जाँदैछौँ दोस्रो ठाउँतिर। साथीहरू हामी चाहिँ यहाँबाट फेरि अर्को ठाउँतिर जाँदैछौँ है, बसमा बसेर। अहिले चाहिँ हामी बसमा बसिसक्यौँ। उताबाट चाहिँ हिँडेर आउनु पर्यो। यहाँ उता अर्को बस पनि छ, यता अर्को बस पनि छ है। अहिले चाहिँ हामी बसमा बसेर फेरि जान लागेको। साथीहरू अब फेरि वहीँ गएर यहाँ त कस्तो गर्मी लागिरहेको छ हो। पुरा गर्मी भएर अर्को बस चाहिँ गयो। अब हाम्रो टर्न। अब हामी जान्छौँ साथीहरू। गर्मी भएर साथीहरू म चाहिँ उहाँ गएर देखाउँछु ल बस पनि होइन कस्तो भएर बल्ल बल्ल सिट पाएँ। बस चाहिँ चल्यो अब। ल साथीहरू अहिले चाहिँ हामी बाहिर आएको छौँ है। बाहिरबाट फेरि यता नि छ नि त प्रोग्राम, तर बाहिरबाट जानुपर्ने हुन्छ। त्यही भएर हामी चाहिँ अहिले बाहिरबाट आएको छौँ। अगाडि प्रोग्राम हुन्छ। अहिले हामी हिँड्दै जाँदैछौँ। अहिले बाहिर आएको छौँ। सकियो हाम्रो चाहिँ प्रोग्राम है। अब हामी घर जाँदैछौँ। त्यहाँ चाहिँ खिच्नु दिएन कि भिडियोहरू फोटोहरू केही पनि खिच्नु दिएन। अब हामी यताबाट घर जाँदैछौँ साथीहरू। आएको यताबाट। आऊ हामी हो लास्ट। ए म त अब हेर्छु ल साथीहरू। हाम्रो चाहिँ सकियो प्रोग्राम। अब हामी जाँदैछौँ घरतिर। त्यहाँ छ हाम्रो बस। हाम्रो बस त्यहाँ छ। हेर त सबै सिट भरेर हामी त कहाँ पर्यो तारुस? लास्टमा, सबसे लास्ट में हम। सबै मान्छे भरिएर के साथीहरू। हामी चाहिँ आइसक्यौँ है उता प्रोग्रामबाट पनि। अहिले चाहिँ यहाँ हामी खाना चाहिँ आज किनेर लानु पऱ्यो क्या घरबाटै। ए घरबाट अरे यो भित्रकै रेस्टुरेन्टमा है। यो चाहिँ नयाँ नयाँ बनेको हो। हामी चाहिँ यहाँ खाना अहिले मिक्स भेज र साई पनिर चाहिँ मैले प्याक गराएको छु। अहिले यहाँ भित्रकै दोकान हो यो। अब गएर कतिखेर बनाउने त नि, त्यही भएर यहीँबाट किनेको साथीहरू मैले चाहिँ।
म चाहिँ फेरि उताबाट वेलफेयरबाट आएको, टाउको दुखेर है त्यो घाममा हिँडेर कि मलाई चाहिँ पिनास छ नि त, त्यही भएर टाउको दुखेर फेरि भिडियोहरू त्यति गर्न पाइनँ है। अर्को दिनको है साथीहरू, म चाहिँ यहाँ हिजो चाहिँ वेलफेयरबाट आएको, टाउको दुखेर बनाउनै सकिनँ कि भिडियो। यो चाहिँ अर्को दिन फेरि हामी आज चाहिँ मोमो खानु पर्यो भनेर मोमोको लागि किमा रेडी गर्दैछु। उता चटनी पनि त टमाटर पकाउँदैछु, त्यही भएर यो चाहिँ यहाँ मैले टमाटर पकाइराखेको छु है यति चटनीको लागि। साथीहरू, म चाहिँ आज आँटा गुन्न चाहिँ मेरो बुढालाई लगाइराखेको छु है, आँटा गुन्ने काम चाहिँ बुढाको, किनकि म अरू रेडी गर्दै थिएँ नि त चटनीहरू यताउता। आँटा चाहिँ बुढाले गुन्दै हुनुहुन्छ अहिले। ल साथीहरू, हामी चाहिँ अब मोमो बनाउन लागेको है। म चाहिँ यता बेल्दैछु, बुढाले चाहिँ यहाँ गोला बनाइदिन लाउनु भएको छ। अनि दुईजनाले छिटो छिटो हुन्छ नि त, त्यही भएर आज चाहिँ दुईजनाले मिलेर गरौँ ल छिटो छिटो भनेर बुढाले चाहिँ गोला बनाउन लाउनु भएको छ। म बेल्छु, अब हामी चाहिँ मोमो बनाउँछौँ। पाक्यो है साथीहरू। अब ल है साथीहरू, हाम्रो मोमो पनि पाक्यो। अब खानी ल आउनुहोस् है तपाईँहरू पनि मोमो खानु। हाम्रो चाहिँ अब मोमो पाक्यो, अब हामी खान्छौँ।